गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम। आज चाहिँ म किन भिडियो बनाएको भने ह्याप्पीमा साउन्ड सङ्क्रान्ति सबैजनालाई। आज चाहिँ हामी जाँदैछौँ घुम्न, साथीहरू सबैजना। तर ठाउँको नाम थाहा छैन मलाई कहाँ जाँदैछौँ। म के कस्तो लाग्छ हेर्नु होला। म जहाँ जान्छु नि सब भिडियो गराउँछु गाइज। फाइनल्ली अब चाहिँ हामी निस्केको अनि बाहिर चाहिँ स्कुटीमा मान्छे आइसकेको छ। म चाहिँ जाँदैछु होइन के कस्तो। फाइनल्ली गाइज म चाहिँ यो जाँदैछौँ कि कस्तो हुन्छ हेरौँ है। सक्छ म चाहिँ निस्किसकेको छु। मेरो घर चाहिँ यहाँ हो। आउँदैछन् तिनीहरू। होला मरे पानी पर पानी भन्दै बसेँ। पानी परेर अब हामी कसरी जाने गाइज। हामी आमा छोरी जाँदैछौँ। हेलो भन। हामी जाँदैछौँ। पानी परिरहेछ। फाउन्डेसन दलेको र पानीले बगान लाएर जस्तो छ हालत। त्यस्तोमा हाल्यो आमा छोरी या छोरी यस्तरी बसिसिन्। त्यस्तो राम्रो मौसम गरेर पानी परेन, हावा चलेर घाम पनि लागेन। सारा भलगर परेपछि यस्तो हुन्छ। यिनीहरूलाई कोहीले चिन्नुहुन्छ भने कोहीका बुढी बुढा कसैका बुढी हुन् भने मलाई फोन गर्नु ल। होइन नास्ता देख्न सक्नुहुन्छ। अब हामी नास्ता हालेर हिँडेको। यहाँको 30 रुपियाँ एक्स्ट्रा जोड। आधा अटो आधा यता अगाडि चप्पल गौडी आइसक्यौँ। पानी परेर नानीलाई मसमाथि लडेको छैन। छिटो छोरा भित्र नबस। पानी पर्छ छिटो काट्नु नि। यसले मलाई कस्तो हेप्छ भनेर कि बुढोसँग पनि पर्दैन ल। के कस्तो लाग्छ गाइज लाइक कमेन्ट गर्न चाहिँ नछोड्नु होला। सबैजनाले कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला भिडियो गराउन। अनि नराम्रो भएपछि हेरिदिनु होला है त। हामी टिकट देखाउँदैछौँ। अझै राम्रो व्यवस्था गर्नु त है। चाहिँ फर्स्टचोटि आएको गाइज अनि राम्रै आइरहेको छ अहिलेसम्म त। राम्रै रहेछ। पिकनिक पनि रहेछ। दाजुहरू त्यतातिर पिसिनु पर्ला जस्तो छ। यहीँ बस्ने निर्णय भयो। अब यहीँ बस्छु। पुलसम्म जाम फुटो चिकेन यिनले त जोलाउने आमा मान्छे खाने बेलामा है पनि छोरीले आमालाई सम्झिने। यिनलाई सानभरि गाई पनि नबोलाउने कामै छैन। कविताले
तिन त नाच्ने लाइन क्या यार यतातिर राम्रो छैन रातोलाई थिच हरियोलाई थिच खै त के अन्य चुस्नु न एकचोटि रहेछ हाम्रो भ्यू त लास्टमा हाम्रो बस्ने ठाउँ यस्तो छ मिलेर कच्ची कच्ची बस्नु होला हाम्रो दुईटाको ढेलमामै ओ हेर त यिनीहरूलाई मेरो म यहाँ छु नपिरो का थियो यिनीहरूले मिसाइदिए म ललिपप वाली म पपप वाली म राइस वाली म मोमो वाली चटनी वाली म भेज मोमो वाली म केही वाला पनि सबै वाली हो म फेरि दही वाली पनि मुई पनि खाउन त एकचोटि काहीँ देखेको कोहीले एउटा मान्छेले खाऊ खाऊ बेसरी खाऊ खाऊ ज्यान बनाऊ होइन बनाइदियो यस्तो ए त्यो खाएर भ्याइसक्यो मेरो छिटो बुढाले पल्टेन हामी यता चुस्की हरियो थाहा पाएर ल्याएछ हेलो अस्मिता भन् गाइजहरु हेर्नु होला मनिषा वा बुढाले कति रात हिसाब चाहिँ चाहिन्छ ल साथीहरू ल पैसा कमाउन धेरै गाह्रो छ त्यही भएर हिसाब त गर्नै पर्छ हामी नाचेर भिडियो गराएर सब भ्यायो अब लास्टमा यही हो लास्ट सब भ्यायो जे जस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु ल अब योभन्दा बढी म भिडियो पनि गराएन मेरो मोबाइलमा चार्जर पनि भ्यायो बाई बाई